हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। नमस्ते। अनि जोरले सबैजना आर्मी सन्चै हुनुहुन्छ होला। मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। अनि नयाँ छ मेरो भ्लग स्टार्ट चाहिँ रुमदेखि हुँदैछ। उठ्न चाहिँ अलिकति अगाडि उठेको थिएँ होइन, नानीलाई दिनलाई खाजा दिनलाई। नानी स्कुल जानुपर्छ, 9 बजी पुग्नुपर्छ, त्यही भएर मैले भ्लग चाहिँ स्टार्ट गर्दैछु। अनि मेरो छोरीको चाहिँ हेलो नमस्ते गुड मर्निङ भन्नुहोस्। दुईवटा हातले नमस्ते गर्नुहोस् न। गुड मर्निङ भन्नुहोस्। साथीहरू, मेरो छोरीले चाहिँ खाँदैछन् है, दुध बिस्किट अनि अन्डा खाँदैछन्। चिसो छ आजको मौसम, यस्तो छ साथीहरू। पानी परेको, राति पनि परेछ हिजो। हजुर 3 बजीदेखि परेको अनि राति पनि परेछ। तल यस्तो छ हेर्नुहोस्, चिसो छ हो, अनि परेछ। यस्तो जाडो छ मौसम, हेर्नु न त। यस्तो चिसो छ साथीहरू। ल है त साथीहरू, अलि एकछिनमा भेटौँ ल। म चाहिँ गर्दैछु मामु छोरी। हामी मामु छोरीको हेर्नुहोस् चाहिँ माया गरिदिउँ सबैजनालाई। ल है त साथी, एकछिनमा भेटौँ है त। मेरो छोरी स्कुल जान रेडी। हेलो भनिदिनुहोस्, बाई बाई भन्दै। ल हिँड जाऊँ, हिँड। हिँड हिँड, म आउँछु छोरीलाई स्कुल लगाउन। साथीहरू, म चाहिँ छोरी स्कुल छाड्न जानुला। छोरी यत्रो हिँड्दैछु नि है। यता हेर्नु छोरी। साथीहरू, फाइनली के अरे छोरी छाडेर आइसकेँ स्कुलमा। अनि यस्तो चिसो छ बाहिर, मम यति धेरै चिसो छ नि। अब चाहिँ म के गर्छु हेर्दै गर्नु होला है त साथीहरू। पछि साथीहरू, म चाहिँ खाना खाएर के भन्छ अरे एकछिन बाहिर जानु लागेको कामले। म रेडी भइसकेँ, अब चाहिँ निस्किनु लागेको। त्यहाँ सानसानो काम छ हाम्रो। अनि बुढाबुढी चाहिँ निस्किनु लाग्यो, बुढो निस्किसक्नुभयो। म अब चाहिँ ढोका लाएर निस्किन्छु है त साथीहरू। कहाँ जान्छु म देखाउँछु, अलिअलि देखाउँछु ल तपाईँहरूलाई। ल बाई। छिर्नु पर्छ र अनि भनेर गएको होला नि। पठाउमा जानु भएन पर होइन, यताबाट होला चोक भन्दैछ त।
चाहिँ फर्केको साथीहरू गरेर अनि साथीहरू फाइनली रुम आइपुगेँ म। बाहिर काम थियो, काम सकेर आएँ। अब फेरि एकछिनमा मेरो ड्युटी नानी लिन जाने। कामै त्यही छ, हेर्नुहोस् के गर्ने, नानी लिन जानु पऱ्यो फेरि। अब 2 बज्न आँटेछ, 2:15 जान्छु लिन। अनि नानी लिएर आउँछु फेरि। अनि त्यहाँबाट आज चाहिँ बिहान चाहिँ पानी परेर अँडेर गरिरहेको थियो, अहिले चाहिँ काम गरिरहेको। अनि अब फेरि लुगा धुन्छु म थोरै, नानी ल्याएर अनि खाजा खुवाएर अनि म कपडा धुन्छु। फेरि थोरै भए पनि धुनु पर्ला भनेछु, कपडा धुन्छु। साथीहरू छोरीलाई मैले स्कुलबाट ल्याइसकेँ अनि कपडा चेन्ज गरेर राखेछु। उसलाई स्कुलबाट ल्याइसकेँ, भर्खर आएको। अनि अब खाजा दिनुपर्छ छोरीलाई, 3 बजिसक्यो। हेर्दै गर्नु होला है त साथीहरू। साथीहरू म लुगा धुने भनेको हजुर के गर्नु, हेर्नु पानी सिद्धेर माथि ड्याममा। म दिमाग खराब भइसक्यो। साथीहरू मेरो धुने कपडा हेर्नु न, यति धेरै छ है। पानी सिद्धेछ माथि, धुने भनेर रेडी पारेर राखेको यस्तो चाहिँ। साथीहरू अब चाहिँ हामी सुत्न लाग्यो म चाहिँ। अनि खाना खाएर सबैको कामहरू गरेर भाँडाहरू माझेर सबै सरसफाइ गरेर अब चाहिँ सुत्न लाग्यो। छोरी चाहिँ मोबाइल हेर्दै सुत्नु। सबैजनालाई बाई बाई, गुड नाइट। के भन्छ अरे, सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। हस् सबैजनालाई बाई बाई, गुड नाइट, लभ यु।